पेज नम्बर 31 ला रेजुसेन त नेपाली ला नेपाली के तान केला जवायो नेपाली भाषा र टिबेटन भाषामा सम्बन्ध छ त हिंदी न छमा है वो लोग तामाङ है मैं तामाङ है वो लोग अच्छा है वो लोग अच्छा नहीं है सबैमा है तर नेपालीमा चाहिँ हो हैन छ छैन छु छुइन यो रे बा सो अब यदि म मञ्जुश्रीमा छु मिस्टर म मञ्जुश्रीमा छु म मञ्जुश्रीमा छु म भारतमा छु म हस्पिटलमा छु भन्नु पर्यो भने चाहिँ ना मेनखाङ ला ये म छु म घरमा छु खण्डस्ला गरे ना नाङला ये म हस्पिटलमा छु ना मेनखाङ ला ये म मञ्जुश्रीमा छु ना मञ्जुश्री ला ये म गुम्बामा छु ना गुम्बा ला ये कहिले छु भन्नु पर्ने आफ्नै विषयमा भन्नु पर्यो चाहिँ म छु भन्नु पर्यो चाहिँ म मञ्जुश्रीमा छु ना मञ्जुश्री ला ये अब छुको अपोजिट छुइन म घरमा छुइन मिङमा म घरमा छुइन ना नाङला मे कुन बेला भन्ने म छुइन सो म घरमा छुइन कन्टेस्टला बोले ना नाङला मे म मञ्जुश्रीमा छुइन ना मञ्जुश्रीला मे म हस्पिटलमा छुइन ना मेनखाङला मे म भारतमा छुइन ना गगनला मे म नेपालमा छुइन ना पेरुला मे ओके सो म मञ्जुश्रीमा छु म घरमा छुइन भन्नु पर्यो भने चाहिँ ना मञ्जुश्रीला ये नाङला मे म मञ्जुश्रीमा छु घरमा छुइन कन्टेस्टला गरे ना मञ्जुश्रीला ये म छु ना मञ्जुश्रीला ये ना नाङला मे अब नेपालीमा उनीहरू गुम्बामा छु भन्नु मिल्छ कि मिल्दैन त्यसको बदलीमा के भन्ने बोल्नुपर्छ छ भन्नुपर्छ छु भन्नु मिल्दैन छ कसरी भन्ने छ उनीहरू छ सो उनीहरू गुम्बामा छ हाउ डु वी से दिस खोम्सो गुम्बा ला योरे म मञ्जुश्रीमा छु उनीहरू गुम्बामा छ ना मञ्जुश्री ला यो खोम्सो गुम्बा ला योरे छैन कन्टेस्टला बोले यो मारे उनीहरू मञ्जुश्रीमा छैन खोम्सो मञ्जुश्रीला यो मारे उनीहरू गुम्बामा छैन खोम्सो गुम्बाला यो मारे उनीहरू घरमा छैन खोम्सो नाङला यो मारे उनीहरू हस्पिटलमा छैन खोम्सो मेनखाङला यो मारे म घरमा छुइन उनीहरू मञ्जुश्रीमा छैन ना मञ्जुश्रीला म छुइन म मञ्जुश्रीमा छुइन ना मञ्जुश्रीला उनीहरू घरमा छैन खोम्सो नाङला यो मारे म छुइन उनीहरू छैन
म घरमा छुइनँ उनीहरू मन्जुश्रीमा छैन कसला बोले ना नंगला मे खोंसो मन्जुश्रीला यो मारे ना नंगला मे खोंसो मन्जुश्रीला यो मारे ना मन्जुश्रीला यो ओके म घरमा छुइनँ उनीहरू मन्जुश्रीमा छैन नामला मे खोंसो नामला यो मारे इंग्लिशमा त छैन हिन्दीमा पनि छैन यो छुइन छ रहेछ हिन्दीमा छँदै छैन त्यसैले गर्दाखेरि नेपाली भाषाद्वारा चाहिँ टिबेटन भाषा सिक्नु धेरै नै सजिलो पर्छ अब म माइनती छ भन्नुपर्छ कि छु भन्नुपर्छ छु चाहिँ कसरी भन्नु अब मन्जुश्रीमा छु यो भने अन्त म माइनती छु भन्नुमा के साह्रो पर्छ अनि म काममा फुर्तिलो छु ना लेका फुर्पो यो म छु सो भन्नु मतलब विशेषण सम्बन्धित पहिलो व्यक्तिलाई चाहिँ छु सो म दयालु छु ना निङ्जे छेन्पो यो म दयालु छु ना निङ्जे छेन्पो यो 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 किन भन्ने बोल्नुपर्छ छु मन्जुश्रीमा छु म दयालु छु म मेहनती छु म धनी छु म गरिब छु सो विशेषण सम्बन्धित पहिलो व्यक्ति अब उनीहरू दयालु छु भन्नु मिल्दैन छ भन्नु पर्यो छ को लागि के भन्ने बोल्नुपर्छ योरे उनीहरू दयालु छ खोंसो निङ्जे छेन्पो योरे 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 ओके सुन्दा भन्नुहोस् त उनीहरू दयालु छ उनीहरू दयालु छ खोंसो निङ्जे छेन्पो छ योरे ओके क्या खोंसो निङ्जे छेन्पो फेरि भन्नु त खोंसो निङ्जे छेन्पो योरे ओके क्या खोंसो निङ्जे छेन्पो योरे सो म छु यो उनीहरू छ योरे नेपालीलाई दिन्छ बिर्मे म कालो मन छुइन बिर्मे मेरो मन कालो छैन तर टिबेटमा छुइन ना सेम कालो कसला बोले नापो छुइन मे ना सेम नापो मे ना सेम नापो मे ना सेम नापो मे ना सेम नापो मे सेम सेन मन नापो सेन कालो मे सेन छुइन त्यो भयो
So we are going to okay, page number, we are going to page number 60. 60. That is revision गर्दैछ संक्षेपमा. So page 60 मा चाहिँ कतिको टाढो, कतिको राम्रो, कतिको ठुलो, कतिको महँगो, कतिको. How do we say? Okay. घुम टाढो छ खण्डस्ल गरे योको योरे. So घुम टाढो छ खण्डस्ल गरे घुम थाक रिङपो टाढो छ. घुम टाढो छ घुम थाक रिङपो योरे. 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 भोटे भाषा सजिलो छ. के लेलापो योरे कस्तो हो रे. के लेलापो योरे. 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 फ्रेन्च कठिन छ. फ्रेन्च काले खाको योरे. French kale kapo yore. French kale kapo yore. French kale kapo yore. नेपाली जान्नेलाई नेपाली देखिको टिबेटन सिक्नु धेरै नै सजिलो पर्छ. इङ्ग्लिसमा you will get lost. के भोटे भाषा सजिलो छ. Why do we say ke? Why do we say ke? To indicate that the sentence is interrogative sentence. So, ke भोटे भाषा सजिलो छ खण्डस्ल गरे के लेलापो यो रेपे. अनि के चाहिँ लास्टमा राख्छ. भोटे भाषा सजिलो छ के लेलापो यो रेपे खण्डस्ल गरे que लेलापो यो रेपे. 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 के भोटे भाषा सानो छैन. के काले खाको छैन. के यो मारे पे. के काले खाको यो मारे पे. भोटे भाषा सारो छैन. के खण्डस्ल गरे के काले खाको यो मारे पे. 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 क्या सुन्दा. एकदम ओरिजिनल सुन्दैछ. फेरि अलिक सबैजनाले सुन्ने गरेर. ओके क्या सम्झु. सपना साकार गर्ने मान्छे सम्झु. ए झन्डु छैन. के यो मान्ने. ओके क्या ओके क्या योगे काले खापो यो मारे पे. त्यो एक्सन ठिक
निस्किँदैछ दुईजनाको दुवा घुम टाढो छैन के घुम थाकिङको यो मारे पे त्यो स्कुल राम्रो छैन के लोप्टा थिए याको यो मारे पे Okay, so now we go to कतिको राम्रो छ, कतिको टाढो छ, कतिको महँगो छ, कतिको ठुलो छ। अब कतिको पेज नम्बर 60. So, okay, राम्रो खण्डमा गरे यागा पनारुको याको राम्रो अनि कठिन खण्डमा गरे कालेको दौका का लासाले खागा खाक पनारुको कालेखाको कठिन सजिलो खण्डमा गरे लेलाको लासाले salatala panaruko lelahu. So this is some adjective ruba, adjective भन्ने. So adjective लाई चाहिँ नेपालीमा कतिको टाढो, कतिको राम्रो, कतिको ठुलो भन्नु पर्यो भने चाहिँ लास्ट सिलेबललाई क्यान्सल गरेर अनि कतिको चाहिँ ला नारो लो सा ल्यो अनि छ त भन्नु जानेकै छ खण्डमा गरे यो रहेछ कतिको राम्रो छ या कोलाई काटेर ल्यो छ कसरी गर्नु कतिको राम्रो छ या ल्यो यो रे त्यो हस्पिटल कतिको राम्रो छ मेनखान गे या ल्यो यो रे त्यो स्कुल कतिको राम्रो छ लोप्टा के या ल्यो यो रे त्यो रेस्टुरेन्ट कतिको राम्रो छ सहान गे या ल्यो यो रे सो लानारो लोसा ल्योले चाहिँ के गर्दैछ नेपालीमा कतिको गुण कतिको टाढो छ सो हाउ वी नो हाउ टु से टाढो खण्डमा गरे था ringo omit the last syllable take out po so how far tha ring le yore how far is gum katiko टाढो छ gum tha ring le yore 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 तपाईहरु यो अलिअलि यो तपाईहरुको हुनु त यो लेख्नु सिक्दैछ हैन सँगसँगै अलिकति ग्रामर सिक्नु सक्यो भने राम्रो हुन्छ है अलिक साह्रो त साह्रै पर्छ तर छ भन्नुको लागि चाहिँ यो रे भन्नु पर्छ रहेछ हो भन्नुको लागि रे भनेको हुनुपर्छ होइन भन्नुको लागि मरे भनेको हुनुपर्छ भनेर सिक्नु भने चाहिँ छिटै बोल्न सक्नुहुन्छ हिन्दीमा छैन यो चाहिँ नेपाली भाषा र भोटे भाषामा मात्रै छ कतिको भन्ने चाहिँ यो जोडी हाल्नु चाहिँ को चाहिँ नभन्नु भन्दैछ जोडी हाल्नु फेरि युट्युबमा एकचोटि फेरि हेऱ्यो भने ग्रामर छिटो सिक्न सक्नुहुन्छ मासामा लेख्ने यहाँ तपाईँ यहाँ साइडमा मासामा ओके अनि सो त्यो स्कुल कतिको राम्रो छ अन्सलाहरे लोप्टा थे या योरे त्यो हस्पिटल कतिको राम्रो छ मेनखान गे या
घुम कतिको टाढो छ घुम थाक रिङ ल्यो योरे भोटे भाषा कतिको सजिलो छ फेके ले ला ल्यो योरे नेपाली कतिको कठिन छ नेपाली का ले खाक ल्यो योरे अब जवाब दिनु पर्यो भने नेपालीमा त्यति टाढो छैन त्यति राम्रो छैन त्यति महँगो छैन त्यति कठिन छैन भन्नु पर्यो भने चाहिँ राम्रो खण्डस्थ गरे यापो अनि त्यति राम्रो छैन यापो रामले के काम गर्दैछ त्यति सो राम्रो त्यति छैन अनि छैन खण्डस्थ गरे यो मारे त्यति राम्रो छैन यापो राम यो मारे त्यति राम्रो छैन यापो राम यो मारे कका दना चा चा जा चा 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 जा nya कका दना पापा बामा खास त्यति टाढो छैन अब त्यति टाढो छैन अब यहाँ यो सकिन्छ अब यो यहाँनिर पेज नम्बर 62 त्यति विशेषण छैन त्यति राम्रो छैन त्यति टाढो छैन खण्डस्थ गरे थाक रिङ पो राम यो मारे त्यति टाढो छैन थाक रिङ पो राम यो मारे त्यति टाढो छैन थाक रिङ पो राम यो मारे त्यति टाढो छैन थाक रिङ पो राम यो मारे त्यति सजिलो छैन लेलापो राम यो मारे त्यति सजिलो छैन लेलापो राम यो मारे त्यति सजिलो छैन लेलापो राम यो मारे त्यति साह्रो छैन काले खापो राम यो मारे त्यति साह्रो छैन काले खापो राम यो मारे कथा गमा चस जंग तथा दमा पापा बामा ओके क्या ओके तपाईले त्यति छैन भन्ने ल म चाहिँ कतिको भन्दै जान्छु ल घुम थाक रिङ ल्यो योरे घुम थाक रिङ पो राम यो मारे मिसला फेके काले खाप्ल्यो योरे No cheating. Höke kale kapo rang yomare special strong mala. Khasa mimbala höke le la le yore le la le yore. La त्यति सजिलो छैन लेलापो राम यो मारे त्यसरी नै अब यहाँ त्यति महँगो छैन त्यति ठुलो छैन त्यति राम्रो छैन त्यति गरम छैन भन्नु पर्ने चाहिँ विशेषण प्लस राम प्लस यो मारे ओके कका गमा छ जंग तथा दना पापा बामा ओके क्या
Page number 64. 64. निकै टाढो छ, निकै सजिलो छ, निकै महँगो छ, निकै निकै राम्रो छ कन्सला गरे अनि राम्रो कन्सला गरे याद आया पनारोको याको अनि निकै राम्रो ल पलाई काटेर से अनि छ यो रे निकै महँगो छ, निकै टाढो छ, निकै कठिन छ, निकै सजिलो छ, निकै अब तपाईहरुले जवाफ दिँदाखेरि निकै राम्रो छ, निकै टाढो छ, निकै महँगो छ, निकै सजिलो छ भन्दै ओके ओके छुकिला घुम थाक रिङ्ग्यो योरे घुम थाक रिङ्ग्यो योरे काका गामा पापा बामा भेरी गुड निकै टाढो छ एंगल of the say it again घुम निकै टाढो छ घुम थाक रिङ से लास्ट सिलेबल लाई काटेर से जोड्ने घुम थाक रिङ से योरे मिसला फेके लेला ले योरे निकै सजिलो छ लेला से योरे whatever से निकै सजिलो छ कन्सला गरे फेके लेला से योरे कन्सला गरे फेके लेला से योरे फेके लेला से योरे फेके लेला से योरे 민망한 아이폰 07을 요래 아이폰 니꺼이 뭔거 차 아이폰 07세 요래 파이터스 간슬라 보래 아이폰 07세 요래 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 ओके बिगिनर्स पापा बामा अब यो उच्चारण नेपालीमा आउँदैन च छ ज अब हाउ टु राइट च अघि च लेखेको जस्तै गरेर अनि पुच्छर लेख्ने यहाँ पछाडि च च छ अघि लेखेको जस्तै गरेर पछाडि पुच्छर लेख्ने छ च छ ज ज जटे छि ज च छ ज च छ ज च छ ज भन्दै लेख्नुस् यो उच्चारण नेपालीमा छैन च छ ज The page number 65 अनि 65 ला चाहिँ खाल्ला पर्छ न नेपाली ल एकदमै राम्रो छ एकदमै खर्सा प्रणाम म एकदमै सन्चो छु लको छु न nga de thak che yin म एकदमै सन्चो छु nga de देबोगी दे पोलाई काटेर दे थाक छ yin गुम एकदमै टाढो छ पोलाई काटेर थाक रिङ थाक छ योरे आइफोन एकदमै महँगो छ आइफोन गोम छे थाक छ योरे
एकदमै महँगो छ। एकदमै राम्रो छ। याड पोलाई काटेर थाक्छे अनि छ योरे एकदमै राम्रो छ। याड थाक्छे योरे एकदमै टाढो छ। थाक रिङ थाक्छे योरे एकदमै सजिलो छ। ले ला थाक्छे योरे एकदमै कठिन छ। काले खा थाक्छे योरे आइफोन एकदमै महँगो छ। आइफोन बोम छे थाक्छे योरे आइफोन बोम छे थाक्छे योरे पेज नंबर 65 राम्रै छ, टाढै छ, सजिलै छ, साह्रै छ। च छ ज भन्नुपर्छ। च छ ज च छ ज च छ ज च छ ज च च च माने च च छ ज च च छ ज प्रोनाउन्सिएसन ठिक हुँदैछ। गर्नु सुन्दै होला तिमीले बोलेको त्यसैले हो। च छ ज च छ ज ओके। मिस्टर वेल टु से राम्रै छ, राम्रै छ, टाढै छ, ठिक ठिकैको राम्रो छ। राम्रै छ राम्रो भन्नुको लागि परिभाषा पुगेको मात्रैलाई राम्रै छ टाढै छ भन्नु पर्यो होइन। राम्रै छ याको राम योरे राम्रै छ। राम्रै छ हान्सला ओरे याको राम योरे राम्रै छ हान्सला ओरे याको राम योरे राम्रै छ याको राम योरे सजिलै छ। लेलाको राम योरे चारै छ। रिङ्गो राम योरे महँगै छ। घोमछेको राम योरे के लेख्दैछ होला? जो चिन्नु सक्नु भएको छ कि भएको छैन? चिन्नु खै यहाँ दिनु अब यो यसमा ध्यान दिनु है ल। यहाँ हेर ग गे क त के भन्यो होइन, ख त के भन्यो होइन, ग त के। च छ ज च छ ज वा वा लेख्नु अलिकति साह्रो छ, त्यति देखा पनि पर्दैन र पनि हाउ टु राइट वा यसरी वा चिक मी सुन फेरि यो त अगाडि आएछ चिक मी सुम सी यता लियो अन्त त्यहाँदेखिको लास्टली चिक मी सुम सी ना ठुक वा
와 직, 니, 숨, 시, 나, 죽 त्यो स्कुल राम्रै छ लोक्दा दे याको राम योरे घुम टाढै छ घुम थाक घुमको राम योरे आइफोन महँगै छ आइफोन घुम सिको राम योरे भोटे भाषा सजिलै छ के बेलाको राम योरे अङ्ग्रेजी साह्रै छ इजी कले खाको राम योरे ओके 얘나 너무 되게 무대로 쳤다. 아니 가져가 돼. 가족적으로 캠제로 쓰는 게 던졌대고 얘가 어? 더 비싸. 가족을 떼셔로지 아니 자 जावा लेख्यो भोलि पर्सि नाति नातिनीले मैले एक दिनमा पढ्नु सिकेँ भन्ने यस्तो एउटा हुनुपर्छ सुनाउने चा जावा चा जावा चा जावा अनि शा होइन शा शा हाउ टु राइट शा top line front line top line front line make a circle in the middle this is not sha 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 Page number 63 सारै नै महँगो सारै नै टाढो सारै नै ठुलो सारै नै सानो सारै नै शा 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 अनि यी उल्टा लेख्ने कसरी लेख्नु टप लाइन एडजेसेंट लाइन द लास्ट लाइन come to the middle line this is sha होइन शा अनि सा होइन सा शा सा शा सा आइफोन साह्रै नै महँगो रहेछ आइफोन घुम छे राम योरे दुख रहेछ घुम साह्रै नै टाढो रहेछ घुम थाक रिङसे राम योरे टिबेटन साह्रै नै सजिलो छ के बेला से राम योरे दुख भन्नु मिल्छ साह्रै नै सजिलो रहेछ अनि आफ्नो भाषा साह्रै नै महत्त्वपूर्ण छ ससुके गेलछे से राम योरे साह्रै नै महत्त्वपूर्ण 아동 경부도 다 미셀에 그냥 탱tan고 아동 경부 통다.
अनि बिगिनर्स शा शा माने शा अनि सा माने सा शा सा अनि टप लाइन फ्रन्ट लाइन अनि सर्कल बनाउनु हुँदैन यहाँ यो भयो हा शा सा हा हा होइन हा लोटर शा सा हा अब कम्पेरेटिभ दुईटा चिजलाई कम्पेयर गर्ने जस्तै कि सिलिगुडी भन्दा दार्जिलिङ भन्दा सिलिगुडी ठुलो छ सो कम्पेरेटिभ पेज नम्बर कहाँनिर छ भन्दाखेरि 67 so Siliguri is bigger than Darjeeling. Okay, Siliguri is bigger than Darjeeling. So compare गर्दैछ so यहाँनिर bigger big होइन bigger so नेपाली लेख्नु छ Siliguri is bigger than Darjeeling. How do you say Siliguri is bigger than Darjeeling? इसला दार्जिलिङ भन्दा सिलिगुडी ठुलो छ दार्जिलिङ भन्दा सिलगढी ठुलो छ अनि खेर भिङ्माला सिलिगुडीले माले नेपालीमा दार्जिलिङ भन्दा सिलगढी ठुलो छ ओके छिर्की हाम्रो के भन्छ रेकर्ड राख्ने Siliguri is bigger than Darjeeling नेपालीमा दार्जिलिङ भन्दा सिलिगुडी ठुलो छ हजुर दार्जिलिङ भन्दा सिलिगुडी ठुलो छ दार्जिलिङ भन्दा सिलगढी ठुलो छ छिरौँ मलाई दार्जिलिङ सिलगढी भन्दा ठुलो छैन दार्जिलिङ सिलगढी सो नेपाली र किन चाहिँ मैले यो नेपालीमा ग्रामर किताब लेखेँ भन्दाखेरि सम्बन्ध हुनाले गर्दाखेरि नेपाली भाषा र टिबेटन भाषामा सम्बन्ध हुनाले गर्दाखेरि मैले यो सजिलो हुनुको लागि यो लेखेको अब यो के छ भन्दाखेरि दुईटा अप्सन छ दार्जिलिङ भन्दा सिलगढी ठुलो छ सिलगढी दार्जिलिङ भन्दा ठुलो छ two ways to say the same thing so bigger not bigger how do you say bigger chewa so duita option cha सिलगढी दार्जिलिङ भन्दा ठुलो छ दार्जिलिङ भन्दा सिलगढी ठुलो छ राइट सो सिलिगुडी दार्जिलिङ दादादादा दानारुतो राजाताजा जाटिङबोजे गालाताला नखिपुली नालिङ भन्दा ले भन्दा ले बिगर सेवा छ योरे और दार्जिलिङले सिलिगुडी यस योरे अनि दार्जिलिङ भन्दा दार्जिलिङले राजाताता नानाउतो राजाताता
दार्जिलिङ भन्दा खान्सला ओरे जे अनि सिलिगुडी अनि छेवा योरे So सिलिगुडी दार्जिलिङ भन्दा ठुलो छ खान्सला ओरे सिलिगुडी दार्जिलिङले छेवा योरे और दार्जिलिङ भन्दा दार्जिलिङ भन्दा सिलिगुडी ठुलो छ दार्जिलिङले सिलिगुडी छेवा योरे सिलिगुडी दार्जिलिङ भन्दा ठुलो छ सिलिगुडी दार्जिलिङले छेवा योरे सिलिगुडी दार्जिलिङ भन्दा ठुलो छ सिलिगुडी दार्जिलिङले छेवा योरे दार्जिलिङ भन्दा सिलिगुडी ठुलो छ दार्जिलिङले सिलिगुडी छेवा योरे दार्जिलिङ भन्दा सिलिगुडी ठुलो छ फाइटेन्स दार्जिलिङले सिलिगुडी छेवा योरे 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 ओके क्या सुन्दा एक्सन राम्रो हुँदो रहेछ ओके क्या लग्दा दार्जिलिङले सिलिगुडी छेवा योरे जे ओके क्या दार्जिलिङ भन्दा सिलिगुडी ठुलो छ दार्जिलिङले सिलिगुडी छेवा योरे ओके क्या दार्जिलिङले सिलिगुडी छेवा योरे सो त्यसरी दार्जिलिङ भन्दा सिलगढी बिगर छेवा योरे घुम भन्दा सिलगढी टाढो छ घुमले सिलगढी Thak ring na. We repeat the same suffix. Gum le Siliguri Thak ring na. Last one na ayo. Add another na. Thak ring na yore. Gum banda Siliguri tara subtitles. Gum le Siliguri Thak ring na yore. Gum le Siliguri Thak ring na yore. Gum le Siliguri Thak ring na yore. Gumle Siliguri Thak Rina Yore. Gumle Siliguri Thak Rina Yore. So what is the rule? Nepali जस्तै हो सिलगढी दार्जिलिङ भन्दा ठुलो छ दार्जिलिङ भन्दा सिलगढी ठुलो छ मतलब means the same thing. दार्जिलिङ भन्दा कलकत्ता कहाँ ठुलो छ दार्जिलिङले कलकत्ता गाछेनगी कहाँ ठुलो छ गाछेनगी छेवा योरे दार्जिलिङ भन्दा कलकत्ता कहाँ ठुलो छ just over 5 times दार्जिलिङले कलकत्ता गाछेनगी छेवा योरे यंगर सुन्दा दार्जिलिङले कलकत्ता गाछेनगी छेवा योरे दार्जिलिङले कलकत्ता गाछेनगी छेवा योरे दार्जिलिङले कलकत्ता गाछेनगी छेवा योरे ओप्पो मोबाइल भन्दा आइफोन कहाँ हो कहाँ महँगो छ ओप्पोले आइफोन गाछेनगी gong छेवा योरे ओप्पोले आइफोन गाछेनगी gong छेवा योरे ओप्पोले आइफोन गाछेनगी gong छेवा योरे गाछेनगी gong छेवा योरे कहाँनिर छ भन्दाखेरि पेज नम्बर 68 कहाँ हो कहाँ
शासा अनि सजिलो छ शासा या यसरी चिक नि सुम अनि माथिदेखिको तल झर्ने या चिक नि सुम सी या शासा या काओका घुमभन्दा सिलगढी कहाँ टाढो छ घुमले सिलगढी खासेङ्गी थालिङमा योले शासा आया भन्दै लेख्नु फेरि अगाडि बोलाउँछु नातिनीलाई सुनाउने एउटा हुनुपर्छ है तिम्रो उमेरमा त मैले एक दिनमा पढ्नु सिकेँ भन्ने जस्तो हुनुपर्छ घुमभन्दा सिलगढी टाढो छ भने घुमले सिलगढी थालिङमा योले भने लपाइन भने राखे सोधे किने पाइन क्रिया प्लस पाइन यहाँनिर छ भने लपाइन भनेको छु लभ यु भन्दैछु लकिन भन्ने छु भारतभन्दा रसिया ठुलो छ भन्दैछु यागरले पुरुषु काचिन्की छेवायोले भन्दैछु लभ यु भारतभन्दा रसिया ठुलो छ भनेको छु उनीहरूलाई भनेको छु यागरले पुरुषु छेवायोले भनेको छु लभ यु राखेको छु साथ यु किनेको छु यो भारतभन्दा रसिया ठुलो छ भन्ने छु यागरले पुरुषु छेवायोले भन्ने छु लभ यिन दोर्जेले भारतभन्दा रसिया ठुलो छ भन्नुभयो दोर्जे
लागि यागाले पुरुषु सेवा योरे भन्नुभयो सुम सम सम किन लाग्यो तेस्रो व्यक्तिको भूतकालको पछाडि जोड्नु पर्ने सम आयो लोर्जेले भारतभन्दा रसिया ठुलो छ भन्नुभएछ दोर्जे लागि यागाले पुरुषु सेवा योरे भन्नुभएछ सुमसाक आउनुभएछ फेरसाक जानुभएछ फेरसाक अनि किन्नुभएछ फेरसाक ओके 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 अनि समय छ भने 5:30 बजीसम्म बस्दा हुन्छ अनि भोलि किताब किन्नु सजिलो पर्छ अनि युट्युबमा प्लेलिस्टमा गएर सुन्नुपर्छ यो मेरो छुट्टी छ यसो टाइम पास गर्नु आएको होइन तपाईँको अस्तित्व हो नसिकी नहुने बङ्गाली सिक्नु राम्रो हो पहिलो चाहिँ आफ्नो भाषा आफ्नो लिपि सिकेको हुनुपर्छ यो मनमा राखेर सिक्नु पनि सजिलो पर्छ लासो हामी लासो अब प्रमोसन 3 जनाको लासो प्रमोसन आउनुहोस् यता